केटाको नाम बदनाम भइसक्यो बोका है बिस्तारै हिँड्नुपर्छ नि यहाँ साथीभाइ सबैले खाना खायो पादो हगो वेलकम ब्याक टु भाइ नयाँ ब्लग भन न नयाँ ब्लग चाहिँ यहाँ मस्त एकछिन हावा खान आएको छु माथि भाइले चाहिँ मलाई के देखाउने अरे भाइ बोका हाम्रो बोका तिमी त हो बोका म भन्दा पनि अर्को बोका हेर्नु खै कहाँ छ बोका ओ बोका तैँले गर्दा केटाको नाम बदनाम भइसक्यो बोका यसो चेपिसकेको मिठो हावा चल्यो यार हाँ भाइ दामी हावा चल्यो नि हावा चलो सरर सिजु भाइको गट्टु खुस्क्यो गएर मुला हो र यो कोपी हो कस्तो तिमी चिन्दैनौ अनि त्यहाँ चाहिँ टक्कसँग डल्लै छ खर्सानी सुकाएको होला नम्बङ यो खाइन्छ खाउ न त चोरो है चोरो हो एकदम अहिले खुट्टै दुख्यो अब भाइ र हामी चाहिँ यसो गाउँ घुम्नु जान आँटेको र हामी चाहिँ एउटा ठाउँ जान आँट्यो त्यो ठाउँ यस्तो बहाल छ होइन भाइ अब चाहिँ हल्का टाढै छ अब हेरौँ कतिखेर पुगिन्छ केराबारी यहाँ त लाउने केराबारी अहिले त यो बाटो हिँड्छ कि हिँड्दैन मलाई पनि थाहा छैन हामी जहाँ आउने सोचिरहेको छौँ त्यहाँ आइपुगिसकेको छौँ यो ठाउँ चाहिँ यस्तो छ है बिस्तारै हिँड्नुपर्छ नि यहाँ कर त एकचोटि केराबारी अलिक उता लेटाङ अनि त्यहाँदेखि उता चाहिँ खै अनि यता धरानलाई अलिक यता त हो धरान जोस बाज है अक्खा छ खतरा छ यार फेरि 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 यस्तो बवाल छैन यो ठाउँ चाहिँ तर अहिले चाहिँ गर्मी भएर हामी चाहिँ यहाँ ल के गर्यो शीतलमा बसिरहेछौँ जे होस् भ्यू चाहिँ बवालै छ होइन भाइ पाउँ न हौ कालो पानी हामी चाहिँ कोक र चाउसो लगाएको छौँ हामी चाहिँ खानुभन्दा अगाडि छोसो गर्छौँ होइन पेट नदुखोस् भनेर होइन भाइ मसला हाल्दैन जस गाउँमा आउँदा चाहिँ यस्तै रमाइलो हुन्छ र आइराख्नु मन लाग्छ यस्तो छ तर है भाइ उयो धजे डाँडा ऊ पर उयो त्यो ऊ पर है धजेडा धजे अनि अलिक यता के पो त्यो नेपालको नक्सा छ त तपाईँले अस्ति हिजो अस्ति हामी ग्रेटर नेपाल होइन पाना र नेपालको नक्सा हो तपाईँले त्यसलाई के भन्दैन थियो जेखाले जेतुन पार्क जैतुन पार्क
अनि के त त्यही हो नि त जितुन पार्क त्यता हो अनि उयो जैदिन हो अलिक पर जेफाले हो अलिअलि टर्दै होइन हाम्रो गाउँ कतापट्टि हो यहाँ आएपछि सबै झुकिन्छ लु कहाँ भन्नु यता जस्तो लाग्छ नि त तर यता हो होइन यहाँ यता हो पछाडि हो अनि ए हामी एउटा पुरै घुमौँ अनि डाँडामा त आइयो तर घाम यस्तो चर्को लाग्छ भने के थाहा घामले हात गनाए चर्को घाम लाग्छ अहिले चाहिँ यहाँ यस्तो बनाएको रहेछ पहिले चाहिँ हामी हुँदा केही थिएन क्या यहाँ शीतल रहेछ यहाँ बस्नु पर्ने रहेछ यहाँ शीतल रहेछ सामानहरू लिएर आऊ न सामान लिएर आऊ न यहाँ बस्नु फेरि जाऊ न फेरि एकचोटि लास्ट जाऊ न लास्ट प्लिज भाइ जाऊ न तलबाट त्यो अघि जसो कुद्दा त्यसो नि कुदा ल रेडी 1 2 एक्सन हामी चाहिँ डाँडाबाट पनि आइसक्यौँ फेरि यहाँ माथि चढेर घर पुग्नु पर्ने छ हिँड भाइ हिँड अघि चाहिँ यहाँ जुका टाँसिरहेको थियो मेरो कहाँ छ कि जुका छैन चेक गर्नु पर्यो एकचोटि हिँड भाइ हिँड ए न त्यतिकै थाक हुन्छ नकुदौँ होला हाम्रो देख्न सक्छौँ डल्लै खर्सानी पाकेको रसिलो पिरो च्वासै होइन भाइ च्वासै खुर्पनी हिँडौँ